भिडियो त भइसक्यो तपाईँ यता उता कुनामा दिन्छ झ्यालघर यो चाहिँ सबै पुरानो झ्यालले बनिएको कोठा बनाएको छ यो भूकम्पले सबै भत्किएर पुराना झ्यालहरू युज गरेर झ्यालघर बनाइरहेको छ यो भयो होइन यो चाहिँ हामी स्टाइलिस छ है हेर्नुहोस् है सँगसँगै हाम्रो साथी पनि सुलभ पनि सँगसँगै छ सबैलाई नमस्कार आउनु होला झ्यालघरतिर ए राम्रो आउँदो रहेछ त यहाँ भिडियोमा राम्रो आउँछ फोटोमा चाहिँ हुन्छ झ्यालघरको अर्थ नै त्यही हो ल मेन झ्यालघर भनेको हाम्रो वहाँ चाहिँ यो के भन्छ नगरबाट आउने बाटोको झ्यालघर भन्ने चाहिँ यो है ल जुम गरेर देखाइदिँदैछु यो हो रमाइलो ठाउँ भनेको यही हो यहाँको है ल हेर्नुहोस् यो स्कुल हो एउटा हैन हेर्नुहोस् झ्यालघर स्कुल हो यो नगरकोट साइड कार्तिके भन्ने ठाउँतिरबाट छिर्नुपर्छ यो हेर्नुहोस् है एकदम रमणीय ठाउँ छ झ्यालघर पुग्यौँ पुगिसकेको छ राजेन दाइ भिडियो खिच्दै हुनुहुन्छ मैले पनि सुलभको खिच्दैछु रमाइलो छ र सँगसँगै मैले पनि ल्याएको छु है एउटा भिडियो ल हुनुहुन्छ यो पछाडिको यो चाहिँ ढुङ्गाले बनेको यो चाहिँ पुरै फाइनली स्कुल पुगिसकेका छौँ हामी पाली नदी परिक्रमा तिमीले गर्छ हालिसक्यो ताल नदी पुग्यौँ अब हामी झ्यालघर श्री शिलादेवी प्राइमेरी गाह्रो गाह्रो सुलभ ठिक छ हैन त ल त एकदम बवाल थकानपेशीको आनन्द भनेको यही हो दाइ आजको राइड तक्रा भएको हैन एकदम कडा ल यो बाटो चाहिँ तपाईको यहाँबाट हामी अहिले झ्यालघरबाट हुँदै जर्सिङ प हुँदै निस्किन्छौँ यो बाटो चाहिँ है यो बाटो यो जर्सिङ प जाने क्रमको भ्यूहरू हेर्नुहोस् अलिकति छेक्या छ तर तपाईलाई म एउटा जुम गरेर देखाउँदैछु हाम्रो हिमालतिरको ठाउँहरूको नि हल्का ल हेर्नुहोस् मनमोहक ठाउँहरू छन् काठमाडौँदेखि हामी यता साँखो हुँदै आइएको बाटोहरू यो
यो बाटो चाहिँ लगभग यहाँबाट चाहिँ 3 किलोमिटर जति चाहिँ नगरकोट छ। एकदम राइट एकदमै तगडा छ आज। आज दामी भयो। बाटो अप्रोडै हो यो।